सबैजनामा यो वर्षको सोनाम लोसारको शुभकामना। अनि यो वर्ष चाहिँ घोडा वर्ष रहेको छ भने हामीले चाहिँ हाम्रो सोनाम लोसारलाई यसरी स्वागत र रमाइलो गरेर मनाएका छौँ। हामीले चाहिँ हामीभन्दा ठुलो मेरो दिदी दाजुबाट चाहिँ आशीर्वाद लिएका छौँ भने सानोलाई आशीर्वाद दिएका छौँ होइन। अनि प्रायः सबैजनालाई थाहा नै होला म तामाङ हो अनि मेरो हस्बेन्ड भट्टराई। हाम्रो चाहिँ इन्टरकास्ट लभ म्यारिज हो। वी आर स्कुल स्विट हार्ट हुन्छ नि। अनि वी बिन टुगेदर फर लङ टाइम पनि। अनि कतिजना छक्क पर्नु भयो होला भट्टराई भएर पनि तामाङ कल्चर लोसार तामाङ ड्रेस लगाएर कति मजाले मनाउनु भएको भनेर होइन। आइ एम भेरी प्राउड अफ हिम होइन। उसले चाहिँ कहिले पनि मेरो कल्चर मेरो रिलिजनलाई डिसरेस्पेक्ट गर्दैन, न म उसकोलाई गर्छु होइन। अब म तामाङ कल्चरमा हुर्केँ, ऊ हिन्दू कल्चरमा हुर्कियो होइन। हामी चाहिँ दुईजनाको फेस्टिभलहरू नै एकदम रमाइलो गरेर मनाउने कोसिस गर्छौँ। उसलाई पनि आउँदैन होइन, मलाई पनि उसको कति कुराहरू आउँदैन, तर वी ट्राई टु डु आवर बेस्ट। अनि कति प्राय मैले देखेको छु हाम्रो नेपाली समाजमा हुन्छ नि, अब बिहा गरिसकेपछि चाहिँ हस्बेन्डले चाहिँ उसको बुढीले चाहिँ उसको मात्रै रिलिजन मान्नुपर्ने, उसले भनेको जस्तो उनीहरूको कल्चरमा गइदिनु पर्ने, तर वाइफको कल्चर रिलिजनलाई चाहिँ डिसरेस्पेक्ट गरेको पनि देखेको छु। तर हुन्छ नि सबै प्राय मान्छेहरूलाई आफ्नो रिलिजन प्यारो लाग्छ, राम्रो लाग्छ, तर त्यो लाग्छ भन्दैमा अरूकोलाई पनि डिसरेस्पेक्ट चाहिँ नगर्ने काम नगरौँ होइन। सबै रिलिजनहरू उस्तै हो र सम्मान छ।